होइन तिमीहरू दुईजनालाई नै भनेको केटाकेटी जस्तो झगडा नगर नाति एसीमा फेल भएको छ अब के गर्ने त्यतातिर ध्यान देऊ अब केही नगर्ने सुरुमा यसको फोन खोज्ने त्यसपछि यसलाई ट्युसन हाल्दिने प्लिज मम्मी प्लिज फोन चाहिँ नखोज्नु के म अब ध्यान दिएर पढ्छु अनि तपाईहरुले भनेको पनि सबै मान्छु आर यु कमेडी मी साच्चै हो हामीले भनेको सबै मान्छस् हजुर मम्मी हजुर सबै मान्छु त्यसो भए तेरो फोन दे मलाई तेरो फोन बेचेर एउटा साडी किन्छु म नाइ के मम्मी फोन होइन के यो बाइक अरु तपाईले जे भने पनि मान्छु मम्मी यसलाई मेरो लागि बरफ किन्न पठाउनु न कस्तो बरफ खानु मन लागिरहेछ मेरो बहिनीलाई बरफ खानु मन लाग्यो बिल्कुल बिल्कुल मैले फ्रिजमा गोबरको बरफ राखेको छु ल्याइदु तलाई अब तू गया बेटा तै खाना गोबरको बरफ तेरो त रिजल्ट पनि गोबर जस्तो आएको छ त्यसैले तैले खाएको सुहाउँछ तेरो पालो पनि आउँदैछ क्या बहिनी हेर्दै जा न तलाई त झन् 7 वटामा 7 वटै बिछे लाग्छ मोल्लास खेल खेलमा ओइ पनौती तेरो जिब्रो काटेर फ्याल्दिम आफ्नो बहिनीलाई त्यस्तो भन्छस् आफ्नो बहिनीलाई त भन्ने हो नि बाबा अरूको बहिनीलाई भन्यो भने त मारिहाल्छ नि बुहारी हजुर बुवा मलाई एक गिलास तातो पानी तताइदेऊ त बिहानदेखि एक थोपा पानी खाएको छैन मैले तातो पानीलाई किन तताउनु हजुरबा तातो पानी त त्यसै तातो हुन्छ नि कि जिब्रो पिल्सिने गरी पिउनु मन छ तपाईलाई यति दिमाग पढ्नुमा लगाएको भए एसीमा पास हुन्थेस् नि नाते एउटा विषय त लागेको हो नि हजुरबा त्यो त म हास्केल गर्दै पास गरिहाल्छु नि तेरो बाउले भन्थ्यौ म पनि सानोमा यस्तै भन्थे नाते एक दिन भाग्यले म माथि यस्तो हास्केल गर्यो मैले 4 वर्षमा पनि 4 क्लास पास गर्न सकिन तपाई 4 वर्षसम्म 4 क्लासमै बस्नु भएको हजुरबा के को बस्नु म त स्कुलै जादिन थिए नि दिनभरि बाख्रा चराउन जान्थे अनि रात परेपछि मादल बजाउँदै बस्थे अच्छा साच्चीकै मादल बजाउनुहुन्थ्यो कि हजुरआमालाई मादल बनाएर बजाउनुहुन्थ्यो हजुरबा के भन्छ यो साच्चीकै मादल बजाउँथे नि तेरो हजुरआमालाई त पछि बजाएको मैले सरी 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 मेरो मतलब तेरो हजुरआमालाई त पछि भेटेको मैले जवानीमा त हजुरआमा साह्रै राम्री हुनुहुन्थ्यो होला है हजुरबा कति हो कति राम्री नि गाउँको सबैभन्दा ब्युटिफुल केटी थियो तिमीहरूको हजुरआमा ब्युटिफुल हुँदैन के बुवा ब्युटिफुल हुन्छ म ब्युटिफुल नै भन्छु नि त तेरो आमालाई यु आर सो ब्युटिफुल भनेर बिहे गरेको मैले अहिले आएर ब्युटिफुल भन्नु भने रिसाउँदैन ल ल तपाईलाई जे भन्न मन छ भन्नु हेलो हजुर बोल्दैछु चोली खोल्दैछु होइन क्या बोल्दैछु भनेको भन्नुहोस् न के काम छ तपाईको के रे मेरो छोरा फेल भएको सबले थाहा पायो रे कसरी थाहा पायो हामीले त कसैले भनेको छैन त मजा आयो भाइ त फेल भएको कुरा सबले थाहा पायो रे अब यो अनुहार कसरी देखाउनु मैले अनुहार किन देखाउनु पर्यो बाबा त्यही माथि तपाईको अनुहार हेर्ने लायकको पनि छैन अहिले एक बक्सिङ दिएर 5 फिट गाड्दिन्छु है तलाई मजाक चलिरहेछ यहाँ छठिमेकमा सबको छोराछोरी पास भएका छन् पास मात्र होइन कोही कोहीले त A+ पनि लिएका छन् तै मात्र सस फेल हुने अब समाजमा बेइज्जत हुँदैन हाम्रो समाजमा मात्र होइन यसले